सप्तरीको राजविराज स्थित महेन्द्र विदेश्वरी बहुमुखी क्याम्पसको छात्रावास भवन निर्माण कार्य झण्डै 20 वर्षदेखि अलपत्र अवस्थामा छ। निर्माण समितिले समयमा काम नगर्दा छात्राहरू सुलभ शिक्षाबाट वञ्चित छन् भने निर्माणाधीन भवन भूत बंगला बनेको छ। मेरो पछाडिपट्टि भूत बंगला जस्तो देखिने यो भवन राजविराज महेन्द्र विदेश्वरी क्याम्पसको छात्रावास निर्माण गर्नका लागि भवन खडियाइएको छ। तर राजविराज कुनौली सडक खण्डमा पर्ने यो छात्रावास भवन हालसम्म पनि निर्माण सम्पन्न भएको छैन। राजविराज स्थित रहेका महेन्द्र विदेश्वरी क्याम्पसमा अध्ययनरत छात्रहरूका लागि नेपाल भारतको सहयोगमा आजभन्दा 20 वर्ष अगाडि नै यो भवन निर्माण सक्नुपर्ने थियो। तर 20 वर्ष बित्न लाग्दा समेत पनि यो भवन निर्माण कार्य सम्पन्न भइसकेको छैन। भवन भने खण्डहर बन्दै गएको छ। भवनका कोठाहरूमा चाहिँ सर्पहरू विभिन्न किसिमका जीव जन्तुहरू बास गरिरहेका छन् भने छात्राहरूको भने बास अहिलेसम्म हुन सकेको छैन। यहाँ छात्रावास हाम्रो क्याम्पसको हस्तान्तरण हाम्रो क्याम्पसलाई गरिदियोस् हामी रिक्वेस्ट गर्न चाहन्छु। गर्नुहुन्न भने हामीले बाध्यता अब त्यसको विरुद्धमा आन्दोलनै थाल्नुपर्छ भने हामीले अब चुप लागेर बस्दैन। तत्कालीन समयको उपभोक्ता समितिको लापरवाहीको कारणले गर्दा अहिलेसम्म यो नेपाल भारतको सहयोगमा बनिराखेको गर्ल्स होस्टेल अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। उपभोक्ता समितिले अविलम्ब हस्तान्तरण गरेन भने हामी यस जिल्लाका सम्पूर्ण छात्राहरूलाई लिएर कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिन चाहन्छौँ। ठेकेदार प्राविधिक लगायतका जुन सरोकारवालाहरू छ अब त्यसको निकायहरू यिनीहरूको दोषीको कारणले अहिले यहाँको क्याम्पसको जुन जग्गा छ यो राखेको छ, अधुरो छ, काम भइरहेछ। नेपाल भारत सहयोगमा निर्माण गर्न लागि भवन खण्डहर बन्दै गए पनि कुनै पनि निकायको चासो जान सकेको छैन। गर्ल्स होस्टल, नरेन्द्र मेमोरियल स्कुल अनि छात्रावास तीनवटाको एउटै एमएससीकै बजेट थियो र यो बजेट छात्रावासमा 1 करोड 99 लाखको थियो। त्यो चाहिँ 1 करोड 62 लाख 62 लाख मात्रै पाएको छ। विकासबाट त्यो काम भइरहेछ। एम्बेसी र त्यसको समन्वय भइरहेछ। त्यहाँ पनि खोजखाज भइरहेछ। हामीलाई त्यसको बारेमा इन्फर्मेसन मात्रै आएको छ। हामी चाहिँ प्रयासरत छौँ त्यो चाहिँ